अफ के ढिलो हौ तिमीहरू के साह्रो छिटो हिँडेको बाफ्रे। तेरो पो ढिलो हिँड्ने साथी छ, हाम्रो को छ प्रिया जस्तो। ए के भयो म त छिट्टै हिँड्दैछु ल। भयो 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 अब तिमीहरू बेसी नबाजिरहौ कि हिँड देखिस्, गेस्ट हाउस पुग्नु ढिलो हुन्छ निस्केको साथी थियो। हो। लु जाउँ हिँड। आऊ है सबैजना फलो मी। हेलो हाउ आर यु गोइङ। आई मतलब माने नि कता हिँडिङ कता गोइङ। No, brother. What are you saying? माने यु घुमिङ। दाजु हामी ट्रेकिङ गएको। ए भनेपछि तपाईँ नेपाली बोल्नुहुन्छ। हजुर बोल्छु। त्यसो भए तपाईँ यो कुरालाई घुमाउनु लानु भएको होला। हजुर हजुर। तपाईले मलाई कुहिरे भनेर के भन्नुभएको ह? सरी। Nonsense. थ्याङ्क यू टु मच। राम्रोसँगले घुमिङ गेस्ट हाउस चाहियो भने मलाई भनिङ ल। ए बिस्तास त खतरनाक मान्छे हुँदो रहेछ। अर्काले गाली दिँदैछ र थ्याङ्क यू अरे। त्यो माथि टु मच अरे। मैले कहाँ गाली यो खाएको लेजेन्डको चाहिँ म फोटो खिच्छु। यो लेजेन्डको चाहिँ म एक फोटो ल। हाम्रो एबिसी दाजुले गाली कहाँ खाऊ साथीहरू। उसलाई ननसेन्स मात्र भनेको त। हिँड। केही भनेन अरे आज। उ यहाँ बस्नु न। एकछिन त हो बेबे पुग्नु आँट्यो ल। अय्या कर्म। अब म हिँड्नु सक्दिनँ। खुट्टा लक भएको जस्तो भयो। खै ओइ चाबी बोकेको छैनस्? तँलाई चाहिँ फेरि के को चाबी चाहियो। प्रियाको खुट्टा लक भएर नि। यस्तो सिरियस मोमेन्टमा चाहिँ दिल लगि नगर केटाहरू। म होइन मेरो बेबीको खुट्टा त सुन्ने छ पो अलिक। खोइ प्रिया बहिनी खुट्टा हेरौँ अलिकति। ए बहिनी खैडा लागेछ तिमीलाई कि अब हिँड्ने बानी छैन हो। यसो गर्नुहोस् टेन्सन छैन। ऊ गेस्ट हाउस पल्लोपट्टि आइपुग्नु आँट्यो। गएर रेस्ट गर्नुहोस् ल। ल छिटो जाउँ भाइ। लेट्स गो बेबे। कैँडा लागेको रहेछ है। हिँड्ने बानी छैन नि त्यस्तै हो।